राधे राधे, जय माताजी। मेरो नाम चाहिँ पण्डित खेमराज निरोला हो। म दागाना जोङका अन्तर्गत लामै जुङका गियोकबाट हो र यो हिन्दू धर्म समुदाय भुटानले अर्गनाइज गरेको यो राजा राजेश्वरी देवी पाञ्चायन दुर्गा मन्दिर कुञ्चेल कोडराङमा यहाँ म पाठ पूजामा सहभागी भएर पाठ पूजा गरिरहेको छु। पृथिवीं जत पृथिवी द्विगुंह पृथिवी मायी गुंसे ओ अस्मान्तमे मृत्तिकास्तमे गिरयस्तमे पर्वतास्तमे सिकतास्तमे वनस्पतयस्तमे हिरण्यस्तमे यस्तमे। आज हाम्रो 5 दिनको पूजा पञ्चमम स्कन्द मातेती भनेर भनिन्छ। स्कन्द माताको पूजा हुन्छ। आवरण पूजा भगवती दुर्गा देवीको रूपको पूजा हो, अवतार हुन्छ। सबै कारणवश देवीको अवतार भएको हुन्छ र यसमा एउटा यसको शक्ति छ, यसमा विशेषताहरू छ र पञ्चोपचार 16उपचारले चन्दन अक्षता पुष्प धूपबाती गरेर पञ्चोपचार, तत्पश्चात फेरि दुध दही घिउ मह चिनी नैवेद्य गरेर 16 प्रकारले हाम्रो देवीको पूजा हुन्छ र प्रतिदिन 7 बजेदेखि बिहानको हाम्रो पूजा सुरु भएर सायंकाल 5:30 बजेसम्म चल्छ र दैनिक हाम्रो पञ्चकुम्बादीहरू स्थापित गरेर दैनिक हवन हुन्छ र यो पूजा गर्नाले दुर्गा देवीको प्रकारको धेरै शक्तिहरू मध्ये एक प्रकारको शक्तिको हामीलाई प्राप्ति हुन्छ र यसले सुख समृद्धि सोचेको कामहरू पूर्ण हुन्छ र दुर्गा सप्तशतीको पाठ हुन्छ, हवन हुन्छ, आरतीहरू हुन्छ र 16 श्रृङ्गारहरूको पनि देवीलाई अर्पण गरिन्छ। साडीहरू भयो देवीको विशेष प्रकारको। यसरी पञ्चम दिनको पूजा हाम्रो आज चलिरहेको छ र छोटो जानकारी हजुर समक्ष मैले यो विशेष देवीको प्रतिदिनको यसमा जानकारी हजुर समक्ष मैले प्रस्तुत गरेँ।